कि नेपालको पछिल्लो राजनीतिका अन्तिम विकल्प भनेकै रवि लामिछाने हुन् त। जेनजी आन्दोलन पश्चात विकसित घटनाक्रमहरूलाई हेर्दाखेरिमा पुराना राजनीतिक दलहरू बाहेक नयाँ वैकल्पिक राजनीतिको वकालत गर्दै आएकाहरू मध्ये त्यस्तो कुनै पनि माइका लाल देखिएन कि जसले विकसित घटनाक्रमहरूलाई सम्हालेर अगाडि लिएर बढोस्। पछिल्लो समय आम सर्वसाधारणले बेसरी नै आशा गरेका बालेन शाहले जुन किसिमको व्यवहार प्रस्तुत गरे, यो व्यवहारले अहिले आम सर्वसाधारणमा एउटा निराशा छाएको छ, चरम निराशा छाएको छ। र अहिले आएर यो वैकल्पिक राजनीतिक धार लथालिङ्ग बनेको छ साथीहरू। जब जेनजी आन्दोलन भयो, जेनजी आन्दोलन भइसके पछाडि केही जेनजी भाइ बहिनीहरूले रवि लामिछानेलाई खत्रै बहिष्कार गरे र यसरी रवि लामिछानेलाई जेनजीहरूले बहिष्कार गरिसके पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जेनजी आन्दोलन पछाडि विकसित भएको घटनाक्रमलाई त्यति चासो दिएन र जुनबाट आशा गरिएको थियो आन्दोलनको नेतृत्व हुन्छ अथवा आन्दोलन पछिका उपलब्धिहरूको नेतृत्व गर्छ भन्ने आशा गरिएकाहरूले यसको नेतृत्व सम्हाल्न सकेनन् र फलस्वरूप आन्दोलन भएको महिना दिन हुँदा नहुँदा साथीहरू जेनजीहरू अलपत्र र छिन्न भिन्न बनेका छन्। आफ्ना आफ्ना ग्रुपहरू बनाएर आफ्नै आफ्नै किसिमका तर्कहरू गरिरहेका छन् र सरकारले पनि सोचे जस्तो काम गर्न सकेको छैन, सोचे जस्ता एक्सनहरू लिन सकेको छैन। सरकारमा भएका मन्त्रीहरू पनि लरबरमै दिन बिताइरहेका छन्। यहाँसम्म कि अहिलेसम्म सुशीला कार्की नेतृत्वको सरकारले पूर्णतासम्म पाएको छैन। अब यस्तो अवस्थामा यसलाई चाहिँ कसरी अगाडि लिएर बढ्ने भन्नेमा एउटा अन्योलता सिर्जना भएको छ। एउटा दह्रो मुटु भएको नेताको यहाँनिर आवश्यकता खड्किरहेको छ साथीहरू। र यही बीचमा यहाँनिर धेरैजनाको एउटा विश्लेषण के छ भने साथीहरू, जुन किसिमको यो अभाव खड्किरहेको छ त्यो अभाव रवि लामिछानेले पूरा गर्न सक्छन् भन्ने धेरैजनाको विश्लेषण छ। कि साँच्चै नै त्यो सम्भव होला त? कि रवि लामिछाने आएर अहिले अब नेपालको विकसित घटनाक्रमलाई सम्हालेर अगाडि बढ्ने यो सम्भव होला त? यो विषय तुरुन्तैलाई सम्भव भने छैन साथीहरू, मेरो आफ्नो विचारमा। किन र कसरी छैन भने पहिलो कुरा त यो सरकार पनि रवि लामिछानेप्रति त्यति उदार देखिएको छैन। हुन त सरकार उदार हुँदैमा त केही हुँदैन, तर पनि सरकारले अलिकति तदारुकताका साथ रवि लामिछानेको मुद्दामा छिटो अनुसन्धान गरेर उनी दोषी भए पनि त्यही अनुसारको कारबाही भोग्ने र उनी निर्दोष भए उनलाई जेलमुक्त गर्ने भनेर यो प्रोसेसलाई चाहिँ छिटो रूपमा अगाडि बढाउन सक्थ्यो। तर यो सरकारले त्यो गर्ला जस्तो त लाग्दैन। अब यदि सरकारले त्यसो भनिहालेमा पनि सरकारी संयन्त्रहरू, राज्य सञ्चालनका संयन्त्रहरूमा त तिनै ओली र देउवाका आत्माहरू भड्किरहेका छन्। अब ती आत्माहरूले रवि लामिछानेलाई त्यसै त छोड्नेवाला छैनन्। सत्ताबाट ओली र देउवाको बहिर्गमन भएको मात्रै हो, राज्य संयन्त्रहरूबाट उनीहरूका आत्माको, उनीहरूका जुठो खाएकाहरूको बहिर्गमन भएको छैन साथीहरू। त्यसो हुँदा यसरी रवि लामिछानेलाई तुरुन्तै त्यहाँबाट चाहिँ छुटाएर नेपालको राजनीतिमा ल्याउने सम्भावना निकै कम छ। र कतिपय साथीहरूले यहाँनिर के पनि भनेको सुनिन्थ्यो भने अब सुशीला कार्की नेतृत्वको सरकार आइसके पछाडि रवि लामिछाने छुट्छन् भन्ने थियो। त्यो कदापि सम्भव छैन साथीहरू। र त्यसरी रवि लामिछाने छुट्नु पनि हुँदैन। जेलमा भेड थाम्न नसकेर उनको सुरक्षाको लागि 2 दिनको लागि छोड्दिँदा त यो हालत भयो भने अझ सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेलाई छोडिदियो अरे भन्ने हो भने रवि लामिछानेको जिन्दगीभरि उनीमा लागेको दाग कहिले पनि मेटिँदैन। त्यसो त रवि लामिछानेले जहिले छुट्छन्, ढिलो चाँडो जहिले छुट्छन्, कानूनी प्रक्रिया पुर्याएरै छुट्नुपर्छ। त्यो रवि लामिछानेको लागि पनि हितकर छ र स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीको लागि पनि त्यो कुरा हितकर छ। तर यहाँनिर प्रश्न के मात्रै हो भने यदि यो सरकारले रवि लामिछानेप्रति सदा सहायता राख्छ भने उनको मुद्दामा छिटो अनुसन्धान होस्, मुद्दालाई यसरी अल्झाएर नराखियोस्, बस यति मात्रै भन्न सकिन्छ। छिटो अनुसन्धान भएर उनी दोषी हुन् भने पनि त्यही अनुसारको कारबाही गर्नु पर्यो, यदि उनी दोषी होइनन् भने उनलाई छोडिदिनु पर्यो। यो सरकारले यति काम भने गर्न सक्छ यदि यो सरकारलाई गर्न मन छ भने। र त्यस पछाडि यदि रवि लामिछाने दोषी रहेछन् भने त कुरै सकियो। यदि रवि लामिछाने दोषी रहन्छन् भने उनी बाहिर निस्किएर नेपालको वैकल्पिक राजनीतिको बागडोर सम्हाल्न सक्छन् साथीहरू। अन्यथा मैले त त्यस्तो कोही नेता देखिन साथीहरू कि जसले कांग्रेस एमालेलाई टक्कर दिएर वैकल्पिक राजनीतिक शक्तिको बागडोर सम्हालेर अगाडि बढोस्। त्यस्तो त मैले कोही नेता देखिन, कसैको हिम्मत देखिन। हो, रवि लामिछाने अलिकति बढी बोल्थे, त्यो उनको आफ्नो विशेषता होला, तर उनीमा जो हिम्मत छ त्यो अरू कसैमा छैन। यो कुरा चाहिँ ठोकुवाका साथ भन्न सकिन्छ। नेपालमा राजनीति गर्छु भनेर आएका नयाँहरूमा रवि लामिछानेमा जति हिम्मत कसैमा पनि छैन। र यो सरकारले साँच्चै नै रवि लामिछानेप्रति सदा सहायता देखाउँछ भने र देखायो भने रवि लामिछानेको राजनीतिक भविष्यको छिनोफानो छिटो हुने थियो। उनी जेल बस्ने कि बाहिर निस्किने भन्ने कुरा छिटो निर्केल हुने थियो साथीहरू। बस यति गर्न सक्थ्यो यो सरकारले। अब त्यो गर्छ कि गर्दैन त्यो उसैलाई थाहा होला। गर्ला जस्तो त मलाई लाग्दैन, किनकि यो सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल पनि रवि लामिछानेकै विरुद्धमा देखिएका छन्। तर एउटा कुरा प्रष्ट के हो भने पछिल्लो समय नेपालको राजनीतिमा एउटा दह्रो मुटु भएको नेता रवि लामिछाने बाहेक अरू चाहिँ मैले देखिन। अब यसलाई तपाईहरुले जसरी सुकै बुझ्नुस्, झोले भन्नुस्, जेसुकै भन्नुस्, वास्तविकता यही हो साथीहरू।